हेलो नमस्ते सबैजनालाई। म अहिले यस ठाउँमा उभिएको ट्याक्कै ठाउँ चाहिँ हेर्दाखेरि बडो ठुल्ठुलो ढुङ्गाहरू छ, कलात्मक तरिकाले चाहिँ राखिएको पनि छ यस्तो चट्ट चट्ट है। यो चाहिँ आजभन्दा करिब 2500 देखि 4500 बिचको अन्तरमा है छन्दोङ्गी सिगी अर्थात् चाहिँ पाषाण युग नेपालको चाहिँ युगमा चाहिँ पाषाण युगको पालामा चाहिँ बनाइएको यो चियानहरू हो है। अनि यो चियानहरू चाहिँ किन बनाइन्थ्यो भन्दाखेरि मान्छे मृत्यु भइसकेपछि चाहिँ मान्छेको आत्मा चाहिँ सदैव यहीँ रहोस् है भनेर चाहिँ अब को मान्छे कहाँ मर्यो, को व्यक्ति कहाँ मर्यो भन्ने त थाहा हुनु पर्यो होइन। त्यसैले चाहिँ परिवारहरू त्यो बेलामा पनि कम्तीमा त्यो खालको चेतना चाहिँ मानवहरूको आइसकेको थियो। आत्मा चाहिँ सदैव यसमा रहोस् है, आत्मा शुद्ध आत्मा र चाहिँ यो जुन मान्छे चाहिँ प्रकृतिबाटै उत्पत्ति हुने भएकोले प्रकृतिमा नै चाहिँ के भन्छ यसलाई दफन गरौँ भन्ने चाहिँ मूल्य मान्यता राखेर चाहिँ यसको चाहिँ निर्माणको विकास क्रम चाहिँ भएर आएको छ। र अब म अलिकति नजिकबाट देखाउने छु। र सरर यस्तरी घुमेर हेर्दाखेरि यो चाहिँ अचम्मकै ढुङ्गाहरू चाहिँ ठाडो तेर्साएर चाहिँ उभ्याएर राखिएको छ। अनि यो चाहिँ के हो त भन्दाखेरि यो भन्दा हामी चाहिँ यतातिर जाउँ। यो चाहिँ करिब 2500 देखि 4500 वर्षको बिचमा त्यो युग भनेको चाहिँ छन्तोङ्गी सिगी भनेर चाहिँ कोरियनमा भन्छ। नेपालमा चाहिँ अब काँसे युग या त पाषाण युग पनि भन्ने गरिन्छ। त्यो पालामा चाहिँ निर्माण गरिएको यो चियानहरू हो। चियानहरू त्यो बेलामा यसरी भन्थ्यो है। चियानहरू पनि अझै तल ढुङ्गा ठुलो, त्यस पछाडि माथि पनि यसरी तल राख्ने चाहिँ प्रचलन थियो है। त्यसलाई चाहिँ अहिले पनि जस्ताको त्यस्तै जोगाएर राखिएको चाहिँ छ। र कोरिया चाहिँ कस्तो भने आधुनिकता या त विकासले चाहिँ चरम सीमा नाग्नै लागेको चाहिँ राष्ट्र हो है। यता पर पुरा खेतीपाती छ सबैतिर। अलिकति अहिले अब सुक्खाको समय छ, चैतको मौसम है। यो भन्दा अलिकति पछाडि अब यहाँनिर सबै धान खेतीहरू गरिरहेको हुन्छ, टमाटर खेती सबै। तर यो ठाउँ चाहिँ जस्ताको त्यस्तै छोडिएर राखिएको छ है। यो चाहिँ पुरानो चियानहरू हो, ढुङ्गा हेर्दै पनि थाहा हुन्छ। तर यताको चाहिँ अब केही ढुङ्गा पुरानो, केही चाहिँ बाहिरबाट ल्याएर चाहिँ राखेको ढुङ्गाहरू है। यो चाहिँ आधुनिक पछिल्लो समयमा चाहिँ निर्माण गरिएको हो जस्ट सिनारीको लागि। तर यो चाहिँ यथार्थमै पुरानो चियानहरू। र अघि नै मैले भनिहालेँ यो एकदमै आधुनिक ठाउँहरूमा घर बन्थ्यो होला, खेतीपाती गर्थ्यो होला। तर यो ठाउँ चाहिँ के हो त भन्दाखेरि अलिकति आधुनिक राष्ट्र भए पनि यो ठाउँमा चाहिँ केही पनि गरिएको छैन। कारण चाहिँ यो चाहिँ पुरानो इतिहाससँग जोडिएको कुरा हो, प्राचीन इतिहाससँग। र कोरियाले चाहिँ प्राचीन इतिहास र प्राचीन यो कुराहरूलाई चाहिँ ठुलो या त सानो सबैलाई चाहिँ मूल्य मान्यता चाहिँ बराबर हुन्छ भनेर चाहिँ सम्झन्छन्। अर्थात् एउटा सानो तामाको टुक्रैको पनि त्यत्तिकै ठुलो महत्त्व हुन्छ र यो ढुङ्गाको पनि। र यहाँनिर अब यो ढुङ्गाहरू कत्रो छ भनेर चाहिँ लगभग यो ट्रक हो होइन, सानो खालको गाडी, झन्डै त्यत्रै ढुङ्गाहरू। त्यो ढुङ्गाहरू चाहिँ कसरी पल्टाएर यहाँनिर राख्यो त्योहरू चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो, खोजको विषय हो। यत्रो यो ढुङ्गा त्यो बेलामा आधुनिक हात हतियारहरू औजारहरू नहुँदाखेरि चाहिँ यस्तो खालको चियानहरूको चाहिँ निर्माण गरिएको थियो। र अब यता तल हेर्ने भने पुरै ग्रिन हाउस छ है, पैँयो फुलिराखेको अवस्था छ। मैले अगाडि नै पनि भने यत्रो धेरै अब कृषिमा चाहिँ क्रान्ति गरेको राष्ट्रले। यता पर हाइवे देख्नुहुन्छ है, यता तल सबै रोडहरू हाइवे, यो यता माथिको पुल चाहिँ एक्सप्रेस रोड है। त्यस्तो भएको ठाउँहरूमा चाहिँ यसलाई चाहिँ यो पुरानो युगको चाहिँ चियानहरूलाई चाहिँ जस्ताको त्यस्तै मात्रै नराखेर चाहिँ यो ठाउँमा चाहिँ खेतीपाती पनि नगरी बाँझै राखेको अवस्था छ है। योबाट चाहिँ हामीले केही न केही चाहिँ बुझ्नुपर्ने हुन्छ जस्तो लाग्छ र जान्नुपर्ने पनि हुन्छ जस्तो लाग्छ। यस्तै छ हाम्रो ठाउँ। अनि यो ढुङ्गाहरू कत्रो छ भन्ने कुरामा चाहिँ अब कार यत्रो छ है, कार यत्रो छ। अनि यो माथिको चाहिँ कत्रो छ तपाईँहरू आफैले चाहिँ आकलन गर्नु होला। अनि अहिले चाहिँ यहाँ कन्स्ट्रक्सनको काम चाहिँ धमाधम भएको हुँदाखेरि चाहिँ स्टाफहरूलाई के अरे
खुन्द्रोजा सिम्थ भनेर चाहिँ खुन्द्लोजा भनेको चाहिँ कामदारहरू श्रमिकहरू चाहिँ एकछिन यसो खाना खाने बस्ने आराम गर्ने ठाउँ है यस्तै छ अनि यो खोछाङतिर यसरी चाहिँ चिहान बनाउने चलन थियो र यता माथि खेत त्यो खेतमा चाहिँ अहिले एउटा ड्याङ खनेर चाहिँ लसुन रोप्नलाई होला लसुन के रोप्नलाई चाहिँ अब रेडी गरेको छ तर अब यता चाहिँ जस्ताको त्यस्तै जोगाएर राखेको छ